ऐसेलु खाएर जाने। अङ्कल खानु हो ऐसेलु? अब खानी हो। चाख्नु न कस्तो छ? खुवाई नानी खुवाई। लौ दिदीलाई देऊ न। पहिला केटाटीहरूलाई खुवाउने अरे। दिदी लाउनु। यहाँ जता हेऱ्यो भलगै भलग छ यो ऐसेलु भन्ने चिज। रमाइलो त यता यता भन्दैछ त के भन्नु भएको? आज हामी 2082 साल वैशाख हिजो नयाँ वर्षको दिन आज वैशाख 2 गते अनि गोठी काँडा लादे हुँदै हामी अब गुराँसेसम्मको यात्रामा छौँ। कुनै ठाउँमा ऐसेलु पाकेका छन्, कुनै ठाउँमा काफल फलेका छन्, पाकेका छन्। त्यही रमाइलोमा सबै परिवारहरू घुम्दैछौँ। रमाइलो भइरहेछ। सम्पूर्ण परिवारलाई रमाइलो भइराखेको छ। यही रमाइलोमा अलिअलि पानी परिरहेको छ। पानी हल्का पानी पनि छ, शीतलो पनि भएको छ, रमाइलो पनि भएको छ। यही रमाइलोमा छ हामी। अनि हाम्रो दाइ के छ तपाईँको भनाइ चाहिँ? निशब्द हो। पानी परेर कस्तो फिल भइरहेछ तपाईँलाई? मैले त के लागेन भित्रबाट। कस्तो छ? राख्यो मलाई त। अब ऐसेलु चाख्नुभयो त अङ्कल कस्तो रहेछ? साह्रै मिठो रहेछ। साह्रै लाएर माथि आउँदा यस्तो हेर्नु त कति मिठो यहाँ ऐसेलु हेर्नु त। ऐसेलु हो। यति मिठो ऐसेलु खाइयो। अब अलिअलि पानी आइरहेछ, चिसो हावा खाइरहेछ। चिसो हावा आउँछ, कति मजा आउँछ के नयाँ सालको। शीतल है साह्रै। पानी परे यस्तो मजाको। अब पानी परेको साथसाथमा हामी 4वटा बाइकमा अनि एउटा गाडीमा छौँ। पानी परेर लास्टै तनाव गरा। अब के गर्ने त? अब हामी माथि कता जानु लाग्यो? माथि गुराँसे। हामी गुराँसे जाने हो। पानी नपरिदियोस् भन्ने हाम्रो चाहना हो। चाहनाले तस नस पार्ला जस्तो छ। अब के गर्ने यस्तो ठाउँमा? हामी चाहिँ छेडाभन्दा अलि अगाडि आछौँ नयाँ वर्षको दिन। अनि आज माथि गुराँसे जाँदैछौँ। एकदमै रमाइलो भइरहेछ। तर पानी पर्ला जस्तो भएर अलिक समस्या होला जस्तो भइरहेछ। अलि कालो बादल आएछ। अब हामी यहाँबाट लाग्छौँ माथितिर। यता देखाउनु नहल्लाउनु। अब यहाँबाट हामी चाहिँ माथितिर लाग्दैछौँ। पानी पर्ला जस्तो भइरहेछ। अनि एकछिनमा अब माथि गएर हामी अपडेट गराउँछौँ। ल पानी आयो गाइस। अब हामी एकछिनमा अट्का छौँ। भिजा ठुलो पानी आयो होला हेर्नु। पानी पर्यो। पानी स्टे भ्याली भ्यू भन्ने होटलनिर छौँ हामी। ट्याक्क एकछिन ओके गऱ्यो। ल हेर्न सक्नुहुन्छ यो पानी परेको हो। यो बिचको जुन देखिरहेछ नि के अरे कुहिरो लगायो जस्तो यस्तो बिजोडले पानी परेको हो यो। के बात गर्नुहुन्छ तपाईँ? आउँदै हेर्नु त पानीमा गाडीहरू भिज्दै आइरहन्। पानी पऱ्यो। असिना आउँछ क्या आन्टी? असिना आउँछ क्या? हामीले गऱ्यौँ ढिलो खोप। ओहो नि पानी परेर हो के गरेर जस्तो भएको? ठाडा गाउँबाट आएको म। पानी परेर यहाँ बसिरहेको छु। जाडो छ। यता रमाइलो भएर रहेछ त। पानी परेर गाडीभित्र सेर्नै बिग्नु पनि यतै बाइक बजान्छ। पानी परेर यहाँ त समस्या पऱ्यो।
के हुन्छ यतातिर घाम लागिरहेछ यतातिर बादल घाम पुरै यो भेलीतिर त पुरै घाम लागिरहेछ भ्यालीतिर घाम लागिरहेछ यहाँ चाहिँ पानी परेर भर्खर फाट्ला जस्तो गराएको छ उतातिर माथितिर साङ्ग छ उता गाह्रो बनायो तनाव बनायो के गर्नु त गाह्रो छ छैन जोडी छैन मस्किने आफै भात पकाउने आफै पस्किने कश्मीरे पछ्यौरी यो के हो तपाईँहरूले अनुमान गर्नुहोस् तपाईँको ठाउँतिर पाउँछ कि पाउँदैन यो मैले पात देखाइदिएर चिन्नु भयो कि अब गाइजहरूले यो हाम्रोतिर चाहिँ यसलाई भुटुक भन्छ तपाईँकोतिर के भन्छ यसलाई कमेन्टमा ठ्याक्क लाएर गर्नुहोस् त हाम्रोतिर चाहिँ भुटुक भन्छ है यसलाई भुटुक ल अस्ति हामी उता चिसापानी जाने बेलामा देखेको गाडी त अहिले ठ्याक्कै यहाँ भेट भयो यार अचम्मै भयो त ल पानी फाट्यो अब हामी चाहिँ यहाँबाट हिँड्ने तर्खरमा छौँ होइन भ्लग बनाउने हामी त हो भ्लगको डन होइन भ्लगको डन होइन तिमी हो हिँड्ने गर्थ्यौँ कि अनि चश्मा लगाओ ना सर, क्या नाम है आपका? लगाओ ना चश्मा चश्मा। तेरी चश्मा तेरी लगाओ न क्या चस्मा लगा के एउटा डाइलग छ नि त्यो बाबाको क्या चस्मा लगाओ न क्या नाम है तुम्हारा त्यो टाला मलाई पनि दिनु होला एकछिन खै ल्याउनु म पोसेर ल्याउँछु पोसेर ल्याइदिन्छु क्या हेर तेरि अलि मिम बनाएर हाल्छु त्यहाँबाट बाइक पोसेर ल्याउँछु होइन क्या ल्याउनु त्यस्तो नगर्नु क्या यार ल्याउनु न यार एउटा टाला होइन क्या दिनु दिनु यार ल्याउनु त एकछिन भयो क्या धेरै चिल्लो पार्नु पर्दैन हाम्रो गाडी पनि पुछौँ ल अहिले चाहिँ हामी यो कुन ठाउँमा आयौँ हामी सुर्खेत भ्याली मजासम्म देखिने ठाउँमा आएको दामी देखिन्छ यहाँबाट माथिबाट फर्क्यौँ हामी चाहिँ पानी पऱ्यो पानी परेपछि माथि जाने बुढै भएन त्यसपछि हामी फर्क्यौँ अब यहाँबाट यस्तो भ्यू हेर्दैछ देख्न सक्नुहुन्छ सुर्खेत भ्याली मन्दिर त बाबा कुन कारिगरले बनाएको यस्तो भन्ने गर्छ यो बन्दै गरेको हो कि भन्न बाँकी हो कि के हो बुझ्नै सकेन यार मैले त मलाई लाग्छ यो बन्दै गर्दाखेरि बजेट सकेर यो स्थगित भएको जस्तो लाग्यो कि मलाई चाहिँ ल हेर्नुहोस् त गाइज हाम्रो भगवान्लाई यस्तो बनाइदिने कोना ठेकदार यस्तो त भएन यार यता हेत्तेरी यस्तो राम्रो मूर्ति बनेको भयो यहाँ यस्तो दामी देखिन्थ्यो तलको भ्यू होइन सुर्खेत भ्याली
गाह्रो छ। यहाँ यस्तो छ फेरि डरलाग्दो छ यहाँ दृश्य चाहिँ। ल देख्न सक्नुहुन्छ सालहरू फुलेका, मस्तसँगले सालहरू फुलिरहेका छन्। सुर्खेत भ्याली यही हो। ल प्रदेश अस्पताल भन्ने यो बिचको सबैभन्दा ठुलो भवन देखिरहेको छ। प्रदेश अस्पताल भन्ने चाहिँ यही हो। अनि धेरै तल त अलि देखेन क्या हो। यस्तो छ हाम्रो सुर्खेत भ्याली। गोठी गाँडाको डाँडोमा आयौँ हामी चाहिँ। गोठी गाँडाको डाँडा। ल ल ल चढ त। बास गजब 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 गजब। के गर्नुभएको छ तपाईँले? मान्छे राम्रो हो कि मोबाइल राम्रो हो? कपडा राम्रो हो कि? सुर्खेत सहर देख्दा लाग्छ रहर। ल यहाँ खतरा फोटोग्राफ चलिरहेछ। सुर्खेतको गोठी गाँडामा यता सुर्खेत भ्याली निहाल्दै ठाउँ। सुर्खेत भ्याली निहाल्दै होइन? सुर्खेत भ्याली निहाल्दै रमाइलो रमाइलो भइरहेछ। रमाइलो भइरहेछ। घिउ निस्किने गरेर घिउ निस्किने गरी भ्याली भ्यू निस्किने गरेर मायाको चिनामा सुर्खेतको मायाको चिनामा यही राख्ने हो। सुर्खेतको मायाको चिन्हमा टक्क एउटा यो फोटो राख्नुपर्ने हो। अब मेरो पनि त्यस्तै राम्रो खिच्दियो त केटाकेटी हो। ल जानु त, दुई भाइको सँगै खिचौँ न पहिला। ल ल ल ल ल दाइभन्दा भाइ हुन्छ हुनुभयो त झन्। ए अग्लो हुनुभयो त। केही भएन, मिल्दैन त्यो, मिल्दैन। हाइटै बढी छ त। अलि उठौँ। अलि तनक्क तन्किनु त। छातीमाथि ल ठिक छ। कस्तो आइरहेछ त? एकदम गजब आहा। गजब होइन? ल ल ठ्याक्कै 300 रुपियाँ भयो भने। ल तलतिर हेर्नु है, पल्टिनु पर्छ। यो पनि भइरहेछ फोटो। अब यहाँ राख्नु। शिवजीको साँची राखेर के गर्नुहुन्छ हजुरले? शिवजीको साथी राखेर हो। सबैले आटो खाइसके चिसो सुर्खेतको गोठी गाँडामा अहिले मार्केटमा यो चलेकै अब
होइन के गर्नु लाग्नु भएको छ अङ्कल चिया खाने गोठी काँडाको चिया ए ल अब गोठी काँडाको चिया होइन घरको चिया गोठी काँडामा भन्नु न तिम्रो त भयो गोठी काँडाको चिया खाने अब चिया होइन कफी है कफी फर्किने बेलामा ऐसेलु खाने काम भइरहेछ ऐसेलु पनि धेरै मात्रामा फलाइरहेछ ल ल ल ल अङ्कल ल ल झ्याम्मै है आँखा पस्यो के हो यता छ क्या ऐसेलु आइ आउनु त ल ऐसेलु खाँदै गर्नु त भाइ टिपे जस्तो गर्नु न दाइ ऐसेलु कस्तो छ बिगार्नु ल भन्ने होइन त अनि ल हो ऐसेलु खाने काम भइरहेछ कस्तो छ दाइ गुल्लो छ मिठो होइन विचित्रै छ जिब्रो पड्काउनु न ऐसेलु पाकेको र मान्छे थाकेको ऐसेलु गाडी असिम दाइको दाडी हुन्छ सबैलाई भारी ऐसेलु यो फल पनि रहेछ अझै पाक्ने बेला भएर हिँड्छ ऐसेलुले टोक्यो क्या हो ऐसेलुले टोक्यो टोक्यो मलाई पनि ऐसेलुले ऐसेलुले टोक्यो यार मलाई ऐसेलु स्याहारु त्यहाँ आकाशको फल आँखा तडी मर भन्ने यही हो के गर्नु त टिप्न सकिन्न खान सकिन्न त्यहाँ माथि चिसो हुन्छ अरे रोप्ने बेलामा फ्रिजबाट बेर्ना उत्पादन गरेको हो कि त्यही भएर तर नुहेर जानुपर्छ कतिको टोकिसिया छ त ऐसेलुले कतिको टोकिसिया छ त लास्टै टोकिसिया छ के भने नै हो त्यस्तै गर्नु हामी पछाडि ढकलिदिन्छौँ कि कन्टेन्ट आउँछ त हेर्दा हामी यहीँ आउनु उहाँले अब 2 लिटर लिएर जाने कुरो भयो 2 लिटर लाने 4 लिटरको खर्च गर्नु अझै थाक्नु भएन खाएर तल बुङ्गा होइन बुङ्गा तलको बुङ्गा त होला बुङ्गा क्याप्नु सन्चो नभएकालाई सुगरलाई त्यसको पानी खानुपर्छ
मनस्वी है त्यहाँबाट अब भुटे यसो भात दिन सक्नुहुन्छ यो उतल देखिए त नै हजुर जानुपर्छ म आफै थाहा पाउनुभयो गाइज यहाँ औषधि के हुँदो रहेछ भन्ने कुरो हो कहाँ त्यहाँ सकिन्छ खै यस्तै लामो गऱ्यो ल्याउनु म अलिकति खान्छु भयो हुन्छ ब्ल्याकबेरी यसलाई साँधेर खानुपर्छ किन्नु खै ल्याउनु भएको छ त यत्रो धेरै यो गोठी काँडामा यस्तो किन्नु है ए कति छ किन्नुको के अब गोठी काँडामा आएपछि किन्नु एकदमसँगले धेरै टिप्नु भएछ हजुरले खानु भएन क्या खाइयो खानुभयो भ्यालीतिर हामी जानु लाग्छ होइन आजको दिन सक्यो लगभग नै यो पहिला यहाँ त भ्याउनु पऱ्यो त यता आउनु न यो यसलाई भ्याम के यसलाई गुड नाइट अब अर्को भिडियोमा भेट्ने बाचासहित आजको लागि म ऐसल्युको झ्याङबाट बिदा चाहन्छौँ नमस्कार